हेलो गाइस, यो सर्ट भिडियो चाहिँ म नेपालीमा बनाउनेवाला छु। आज चाहिँ म मङ्गन आइरहेछु अनि मङ्गन आएर चाहिँ हामी मङ्गन बजार गएको थियो। मङ्गन बजार गएर चाहिँ यहाँ नयाँ कोरियन रेस्टुरेन्ट, अब कोरियन पनि पाउँछ, सबै कुजिन्सहरू पाउँछ। अन्त थाप्साङ भन्ने लाइक नयाँ रेस्टुरेन्टहरू चाहिँ, सो हामी चाहिँ एक्साइटेड थियो त्यहाँ जान्छु भनेर। सिन्स यस्टरडे हामी सोचिरहेको थियो यो थाप्साङमा जान्छु भने, अनि फाइनली हामी थाप्साङमा गयो। अन्त यो चाहिँ थाप्साङको इन्टिरियर्सहरू रहेछ, एकदमै ब्युटिफुल, एकदमै राम्रो रहेछ। भित्र हो बस्ने ठाउँहरू भेरी स्पेसियस, फ्यामिलीको लागि पनि राम्रो रहेछ। अनि भेरी ट्रेडिसनल टाइपको रहेछ, आधी चाहिँ अब ट्रेडिसनल पार्ट जस्तै राखिदिएको रहेछ। अन्त यो चाहिँ ट्रेडिसनल त्यो सामानहरू पनि रहेछ भित्र। अनि यो चाहिँ मेरो फ्यामिली, अन्त यहाँ चाहिँ अब आइ यत्तिकै हेर्दै फोटोसुटहरू हल्का गर्दै थियो हो। अन्त मिन भएर नानीहरू चाहिँ एकदमै इन्जोय गरिरहेको थियो, किनभने स्पेस पुरा थियो। अन्त खेल्दै, यो चाहिँ मेरो आइनीको नानी हो, पुरा खेल्दै अब जिस्किँदै, उनीहरूको लागि त मजा थियो हो। अन्त मिन भएर अर्डर चाहिँ दिइरहेको थियो। अन्त अर्डर आउनु चाहिँ धेरै टाइम लाग्यो। त्यो धेरै टाइममा चाहिँ अब यत्तिकै गीत लगायो, नाच्यो हो। गरमले रातै पिरो भइरहेको थियो हो। उनीहरूको फेभरेट सङ चाहिँ यो ब्रुनो मार्स र रोजको। अन्त दे वर डान्सिङ एन्ड मिन वाइल फर्स्ट अर्डर आयो हाम्रो हट चक्लेट। इट वाज सो हट, वेदर पनि हट थियो, चक्लेट पनि हट। त्यहाँदेखि आफ्टर वेटिङ फर 1 आवर हाम्रो झोल मोमो आयो। झोल मोमो ठिकठाक थियो। त्यहाँदेखि लस्सी आयो, लस्सी पनि ठिकठाक थियो। अन्त यतिकै अब पर्खिँदा पर्खिँदा अरू अर्डरको लागि आफ्टर लाइक वेटिङ फर एन्ड कति पर्खेँ, त्यहाँदेखि बल्ल फ्रेन्च फ्राइजहरू आयो, पेरी पेरी फ्राइज, यो चाहिँ चाउमिनहरू अर्डर गऱ्यो। मिन वाइल रिटर्निङ होम आफ्टर 2 hours of waiting. So this is it, and my sister was highly disappointed because of the service was very slow. So yeah guys, love you. Apart from that, rest everything was good.